मर्निङ राजा हजुर। नमस्ते। सुन्नुहोस् न के अरे नेपालमा इलेक्सन आउँदैछ नि होइन 5 मार्चमा। अनि अब धेरै टाइम बाँकी छैन। भोट केमा हाल्ने त? कसलाई सपोर्ट गर्ने? कसैको रासो भातमा। खसीको मासु र भात कहाँ त्यस्तो पनि हुन्छ? साइन हुँदैन। भन न केमा? ल म भन्छु है कुन कुन पार्टी। ल घन्टी कि फोनमा? त्यस्तो पनि हुन्छ? त्यस्तो त हुन्छ त। फोन भनेको बालेन होइन, सरी घन्टी भनेको बालेन, फोन भनेको ऋषि धमला। अनि अलिकति तिमीलाई म ब्रिफ गर्छु ल। तिमी अस्ति न्यु रोड जाँदाखेरि यस्तो भन्दै थियौ नि, आमामा कुन यो फ्यान्सी स्ट्रिट भन्दै थियौ नि होइन। सुरुचोटि तिमी न्यु रोड जाँदाखेरि नोटिसै गरेनौ, त्यो चाहिँ बालेनले गरेको होइन। ऋषि धमलाले चाहिँ अब लाइक जर्नलिजम गर्छ कि उसले चाहिँ होइन, पत्रकारिता। अनि जो सब थाहा छैन, उसको चाहिँ पोलिटिकल ब्याकग्राउन्ड छैन क्या अरे मेरो विचारमा है। ल कसलाई भोट गर्ने अब भन ल, कसलाई भोट गर्ने? घन्टी कि फोन? घन्टी। घन्टी बालेनलाई सपोर्ट गर्छौ? बालेन दाई? घन्टी 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 घन्टी। बालेन दाईलाई सपोर्ट गर्छौ? ल बालेन दाईलाई सपोर्ट गर्ने? किन? बालेन दाई मुस्तास राम्रो छ। हे भगवान्, मुस्तासकै पछाडि रहेछ। देश बनाउने कुरामा के को मुस्तास? ल बाई, अब गुड डे, म काममा गएको। बाई नमस्ते।